यो घरको अहिले हाम्रो कलरको काम भइसकिसकेको छ अनि अब ओभरअल यो घरको सबै फिनिसिङको कामहरू सकिसकेको छ। यो घरको कलरको डिजाइन चाहिँ यो तरिकाले है। अब यो क्लाइन्ट आफैले छान्नु भएको यो कलरहरू चाहिँ यता अगाडिपट्टि सट्ट माथि जाने बरन्डा छ हैन। यतापट्टिको साइडमा चाहिँ यस्तो भयो र यतापट्टि चाहिँ टक्क माथि जाने यहाँ सानो बरन्डा छ। यो अगाडिबाट माथि जाने सिँढी भयो। यहाँ सानो बरन्डा छ, यहाँ रेलिङ यसरी बनाएको छ है। यो मेन डोरबाट हामी सट्ट भित्र छिरेपछि यहाँ चाहिँ लिभिङ हल भयो। अब लिभिङ हलको फल सिलिङको डिजाइन चाहिँ यस्तो छ है। अनि अगाडि टिभी क्याबिनेटको डिजाइन यस्तो भयो र साइडमा यतापट्टि चाहिँ झ्याल छ हैन। अब यो फल सिलिङको डिजाइन यो कलरहरू झिलिमिली सबै क्लाइन्टले छान्नुभएको है। अब एकदमै यो घर चाहिँ झिलिमिली कलर छान्नुभएको छ। यो फ्लोरमा चाहिँ अब प्राय एक खालको टाइल्स नै छ, 2x2 को टाइल्स भयो है। अब यतापट्टि चाहिँ सट्ट किचन छ। पहिला किचनतिर जाऊँ। यो किचन भयो है त। यतापट्टि किचन भयो। किचनको यो किचन स्ल्याब भयो हैन। यो सिङ्क भयो। त्यस पछाडि यहाँनिर झ्याल छ। किचनको यतापट्टि पनि झ्याल। यो एक्जिट डोर, यो एक्जिटमा चाहिँ वाटरप्रुफ डोर हामीले राखेको छौँ। त्यस पछाडि यो किचनमा चाहिँ फ्लोरमा यो खालको टाइल्स छ है। फ्लोरमा यो खालको टाइल्स छ। अनि किचनबाट स्याटर निस्किने बित्तिकै लिभिङ रुममा आइहाल्यो हैन। लिभिङ रुमबाट अब यता आइसकेपछि चाहिँ यता बेडरुम हेर्नु है त। यतापट्टि एउटा बेडरुम छ। बेडरुममा चाहिँ यो खालको कलर छ है। यो बेडरुमको कलर चाहिँ राम्रै लाग्यो मलाई हैन। फल सिलिङको डिजाइनहरू यसरी यो कोप लाइट राखेर गरेको छ। त्यस पछाडि अर्को बेडरुम यतापट्टि छ। यो बेडरुमको कलर यस्तो छ। यो बेडरुमको कलर पनि ठिकै छ। यो बेडरुमको फ्लोरमा चाहिँ यो खालको टाइल्स भयो हैन। अब त्यस पछाडि यता वासरुम छ। वासरुमको लाइट बालिरहेछ है। वासरुममा चाहिँ यो खालको टाइल्स लगाएको छ है। यो वासरुम भयो। यो वासरुममा पनि वाटरप्रुफ डोर भयो। अब यो रुमको यो फ्लोरको टाइल्स चाहिँ दामी छ है। यो खालको टाइल्स चाहिँ राम्रो देखिन्छ। बेडरुमको लागि चाहिँ फ्लोरको लागि यो भयो। सट्ट अब यो लिभिङ हल, किचन हैन। अब यहाँबाट सट्ट बाहिर निस्केपछि चाहिँ अगाडिपट्टि सानो बरन्डा छ। यो बरन्डामा पनि जाम न त कस्तो देखिन्छ। यतापट्टि सानो बरन्डा चाहिँ भर्खर कलर गर्नुभएको रहेछ। टक्क यो बरन्डा हो। यो गोल भर्याङ, यो मेटलको गोल भर्याङबाट सट्ट माथि चढेर गएपछि यहाँनिर बरन्डा छ। यहाँनिर बरन्डा छ। यो सानो बरन्डा भनेको चाहिँ यहाँ घाम ताप्न